सुधाध्यक्षज्यू कार्यक्रमका प्रमुख अतिथिज्यू मञ्चमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र यस अगाडि रहनुभएका सम्पूर्ण अग्रज एवं सम्पूर्ण साथीहरू, गिते प्रेसले आयोजना गरेको यो जुन पुरस्कार समर्पण कार्यक्रम छ यसले एउटा उत्साह थपेको छ। विशेष गरी पत्रकारिता जगतमा यसले नयाँ सञ्चार गर्छ भन्ने मलाई लागेको छ। गिते प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार 2082 साथै अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सृजना पुरस्कार संयुक्त रूपमा यस कार्यक्रममा सहभागी भएर यो उत्साहको प्रथम वर्षको प्रथम पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्तिको रूपमा मलाई छनौट गर्नुभएको छ। यसले मेरो 1.5 दशकभन्दा पनि अधिक समयदेखिको जुन सक्रिय पत्रकारितामा मलाई थप ऊर्जा प्रदान गरेको छ। पत्रकारिता जगतमा सोमनाथ घिमिरे एक प्रेरणाका पात्र हुनुहुन्छ र 5 दशक भनेको सानो समय होइन। 5 दशकभन्दा अधिक समयदेखि उहाँले नेपाली पत्रकारितामा जुन योगदान दिनुभएको छ त्यसले मलाई अत्याधिक प्रेरणा दिएको छ। साथमा पत्रकारिता जगतमा पनि उहाँको योगदान अविस्मरणीय रहनेछ। उहाँले मानव अधिकारको क्षेत्रमा स्वतन्त्रको लहरीका लागि जुन कदम चलाउनु भएको छ यो योगदान अविस्मरणीय छ। युग समाज पत्रिका मार्फत उहाँले नेपाली समाजलाई एउटा राष्ट्रिय एकता र अखण्डताको पक्षमा सशक्त गराउन पनि र एवं विधिको शासन स्थापना गराउन पनि उहाँले जुन योगदान दिनुभएको छ यो सदाका लागि हाम्रो मानस पटलमा चित्रित रहनेछ। गिते प्रेसले उहाँको नाममा गरेको जुन समर्पणको शुभारम्भ छ यसले पत्रकारिता जगतमा नि एउटा ऊर्जाको सञ्चार गर्नेछ भन्ने मलाई पूर्ण विश्वास छ। यस्तै ललितपुर महानगरपालिकाका मेयर श्री बाबु महर्जन यहाँ हुनुहुन्छ जो धेरै जनप्रतिनिधिहरूका रोल मोडल हुनुहुन्छ, हामी सबैलाई थाहा छ। र पञ्चायत कालदेखि हालसम्म जनप्रतिनिधिको रूपमा आफ्नो शैक्षिक जगतमा पनि र उहाँले विशेष गरी जनताले निरन्तर रुचाएका उहाँ एक निष्ठावान र पुरुषार्थी व्यक्तित्व रूपमा जो पहिचान बनेको छ उहाँको सानिध्यमा यो जुन अवसर मलाई प्राप्त भएको छ यो मेरो लागि सधैँका लागि यो प्रेरणाको एउटा मलाई माध्यम बनिरहनेछ। यस्तै गिते प्रेसका सञ्चालक एवं अग्रज पत्रकार ठाकुर बेलुकाज्यूले अहिले भर्खरै बताउनु भयो हाम्रो एउटा सहकार्य गरेको एउटा अनुभव छुट्टै रहेको छ। समयको पाबन्दी छ, यद्यपि इमेज ग्रुप र गिते प्रेसमा सँगै काम गरेको मेरो अनुभव छ। उहाँको अनुभवबाट मैले धेरै कुरा सिकेको छु, धेरै कुरा बताउने अहिले समय नभएकोले यो पाबन्दीका बावजुद पनि उहाँलाई के बताउन चाहन्छु भने उहाँले पत्रकारको भिडमा मेरो कार्यलाई यो जुन अन्तरालमा कुन रूपमा मूल्याङ्कन गर्नुभएको रहेछ भन्ने कुराको अनुभूति यस स्थानमा तपाईँहरूको अगाडि मैले आज प्राप्त गरेको छु। मेरो अनुभवको कुरा गर्दा नेपाल 1 टेलिभिजन, हिन्दुसिका टेलिभिजन, इमेज टेलिभिजन, राष्ट्रिय समाचार समिति, माउन्टेन टेलिभिजन, गिते प्रेस, सप्तकोशी खबर, शुभारम्भ मासिक पत्रिका, अन्नपूर्ण मिडिया ग्रुप लगायत झन्डै 1 दर्जन मिडियामा काम गर्दा सधैँ मैले निष्काम भावले पत्रकारिता गर्दै आएको छु र एउटा रोचक विषय फलको आश नगरी कर्म गर्दै गर्दा पनि यस किसिमका फलहरू प्राप्त हुँदा रहेछ। र पछिल्लो समय पत्रकारिताको नाममा देखिएका जुन सामाजिक सञ्जालका विकृति छन् यसले हामीलाई नयाँ चुनौती थपेको छ। यो विकृतिमा मुछिने भन्दा पनि यसलाई रोक्नतर्फ हामी सबैको सक्रिय भूमिका रहनुपर्छ भनेर यहाँ उपस्थित सबै पत्रकारहरूलाई साथीभाइहरूलाई म निवेदन पनि गर्दछु। यस्तै मलाई आफ्ना गुरुले जुन मार्गदर्शन दिनुभएको छ अनैतिक अन्याय र धर्म भय भोग र भ्रष्टाचारको विरुद्धमा सधैँ कलम चलाइरहनेछु। राष्ट्र रक्षा मानवताको सेवा मेरो जीवनको मूल लक्ष्य हुनेछ। पछिल्लो 1 दशकभन्दा अधिक समयदेखि जारी नशामुक्त नेपाल समृद्ध नेपाल नामक सामूहिक अभियानमा सक्रिय र महत्त्वपूर्ण भूमिकामा म सहभागी रहेको छु। हामीले नेपालमा 8000 भन्दा अधिक व्यक्तिहरूलाई कुलतबाट बाहिर निकालिसकेका छौँ र यो मेची महाकालीमा यो अभियान चलिरहेको छ। र आध्यात्मिक संगठन छ भगवती मानव कल्याण संगठन, यसले आयोजना गरेको छ 1 करोड वृक्षारोपणको अभियान। यसमा समेत म आफू सक्रिय रूपमा सहभागी भएर यो अभियानलाई हामीले मेची महाकाली पुर्याइसकेका छौँ र पत्रकारिताका साथसाथ म चाहिँ यो सामाजिक अभियानलाई पनि निरन्तरता दिनुपर्छ, सँगै लानुपर्छ भन्ने सोच मेरो रहेको छ र समय सकिएको पनि छ। अन्त्यमा आगामी दिनमा समेत निष्काम भावले जुन पत्रकारिताको धर्म रहेको छ दर्पणको भूमिकामा पत्रकारिता गर्ने अठोट सहित आफ्नो बाणीलाई यहीँ विराम दिन्छु। धन्यवाद।